कसको माछा तुरुन्त छोडिदिनु त यो तपाईहरु अपराधी बाबै कस्तो होइन त माछा मारेर निषेधित भन्दा हेर्नु उ निकालिसक्यो बाबै म त निकालेर फालिदिन्छु दाइ यस्तो पाप नगर्नुस् तपाईँ बुझ्नुभयो कसलाई तिर्नु भयो तपाईँले कसले तार तिर्छ कसले तिर्छ पैसा तपाईँलाई कसले तिर्छ पैसा छोडिदिएँ मैले ल तपाईँलाई लाज लाग्दैन तपाईँ कसलाई तिर्नु भएको त तपाईँले तिरेर लाने हो किनेर लाने हो यहाँ कस्तो दुःख तपाईँले के दुःख गर्नु भएको छ अर्काको ज्यान लिइरहनु भएको छ बाबै के ज्यान लिन हामीले माछा मार्नु छैन अथवा छैन तपाईँलाई कहाँ छ देखाउनुहोस् ल पेपर देखाउनुहोस् तपाईँले पेपर देखाउनुहोस् असार मसन त हेर्न आउनु म आउँदिन मलाई देखाउनुहोस् असार मसन त आउनु सबै एउटा माछाले भयो नि जिन्दगी पाए बुझ्नुभयो असार मसन त सबैले पेपर त्यहाँ लेखिरहेको छ तपाईँले माछा मार्न पाउँदैन भनेर रेलिङबाट मार्थ्यो तर रेलिङ बनेपछि मरिसक्यो त्यो छोडिदिनुहोस् तपाईँलाई धर्मै हुन्छ बुझ्नुभयो मैले मेरो सासै त्यहाँ अड्किसक्यो बुझ्नुभयो किन अड्काने तपाईँको सास यहाँ तपाईँ जस्तो पापी मान्छे गइरहन्छ संसारमा बाबै टर्पाई मारेको छ बाबै त्यहाँ लेखिरहेको छ त बकैताले माछा मार्न पाइँदैन भनेर पहिला यो रेलिङ थियो रेलिङबाट दिन्न थियो अनि यो रेलिङ बन्नेबाट निषेधित क्षेत्र भनेको यहाँ भगवानको नाममा कति मान्छेले माछा छोडिरहेको हुन्छन् पूजा गरेको माछा खाएर तपाईँलाई के हुन्छ ताल बाराईको माछा आउँछ यहाँ मलाई यो छुन डर लाग्यो नत्र मैले सबै निकालिदिन्थेँ यो मैले निवेदन हाल्दैछु है त यो विषयमा चाहिँ द्याट इज भेरी रङ माछा निषेधित भन्ने ठाउँमा तपाईँ आएर माछा मारिरहनु भएको छ त्यो 2-3टा माछा छोडिदिउँ भन्दा तपाईँको मुटु नै रोकेला जस्तो भयो कि अचम्म यो लेखेर दिनुपर्छ कहाँ नहुनु त्यस्तो तरिकाले कसको आउनु न यार लैजानु कसको तपाईँको हो सबै यो निकाल्नु न त होइन मैले नराम्रो भने होइन कि मेरो चित्त दुख्यो क्या दाइ स्योर हो ल हात जोड्ने यहाँ यता ल्याउनु हात मिलाउनु मलाई हात मिलाएपछि बल्ल थाहा हुन्छ